तपाईँ आज कहाँदेखि आउनुभएको र किन आउनुभएको? धन्यवाद, नमस्कार। म आज झापा जिल्लाको बिर्तामोड नगरपालिकाबाट यहाँ आउँदैछु। यो सिन्धुलीगढी महोत्सवको लागि हामीलाई निमन्त्रणा गरेर आयौँ र हामी घुम्दै फिर्दै आउँदाखेरि अहिले चाहिँ विक्रम सम्वत 1824 पृथ्वीनारायण शाहका सेनाहरूले लडाइँ गरेर अङ्ग्रेजसँगको युद्धमा यो सिन्धुलीगढीमा आएर बसेर यहाँबाट अङ्ग्रेजसँग लडाइँ गर्दाखेरि आवश्यक पर्ने पानीको व्यवस्था गर्नको लागि खनिएको यो इनार हो। यो यहाँको पानी खाएर वीर योद्धाहरूले लडाइँ गरेर अनि अङ्ग्रेजहरूलाई धपाएको ठाउँ भनेको यही हो। सिन्धुलीगढीको ठुलो गढी भनेको यो हो। सानो गढी उता छ, यो ठुलो गढी हो। र यो आजभन्दा कमसेकम पनि 258 वर्ष अगाडिको कुरा हो। यो 258 आज सिन्धुलीगढी महोत्सव मनाइँदैछ। धन्यवाद। भनेपछि अङ्ग्रेजहरूलाई यहाँबाट चाहिँ हाम्रा पुर्खाहरूले लखेटेको आज 258 वर्ष भयो र त्यसैको महोत्सव स्वरूप आज यहाँ मनाइँदैछ। त्यति बेलाका पुर्खाहरू को हुनुहुन्थ्यो, नाम थाहा छ? त्यतिखेर पुर्खा हाम्रा रामचन्द्र प्रसाई हुनुहुन्थ्यो। उहाँ चाहिँ के गर्ने भन्दाखेरि पृथ्वीनारायण शाहका सेनाहरूलाई रसद पानीको व्यवस्था गर्ने, लडाइँमा सबैलाई एकत्रित गरेर ल्याउने, गाउँ गाउँबाट उठाएर लडाइँको लागि यहाँ लिएर आउने अनि तिनीहरूको लागि खानको लागि विभिन्न किसिमको खाद्य पदार्थहरू यहाँ ल्याउने। साथसाथै उहाँले चाहिँ पृथ्वीनारायण शाहको चिठी अनुसार भनेर 2000 रुपियाँ सहयोग पनि गर्नुभएको थियो त्यतिखेर 1824 आजभन्दा 229 वर्ष अगाडिको कुरो यो। उसो भने राष्ट्रिय विभूति घोषणा गर्दा पनि फरक नपर्ने रहेछ नि त। विभूति घोषणा गर्नुपर्छ भनेर हाम्रा जिजु रामचन्द्र प्रसाईलाई धेरै अगाडिदेखि हामीले चाहिँ माग गरिरहेको। आज कमलामाई नगरपालिकाले हामीलाई बोलाएर ल्याएर यहाँ निमन्त्रणा गरेर अनि यहाँ त्यसको बारेमा आज यहाँ छलफल हुने अनि त्यसको निर्णय लिने दिन आज परेको छ। बिर्तामोड नगर प्रमुख पनि आउनु भएको छ भन्ने सुनेको छ। के हो? पवित्र महतो पर्साई, उहाँ पर्साई ट्रस्टको केन्द्रीय कोषाध्यक्ष पनि हुनुहुन्छ अनि पर्साई ट्रस्टको केन्द्रीय अध्यक्ष टीका प्रसाद पर्साई पनि आउनुभएको छ। पर्साई ट्रस्टको केन्द्रीय उपाध्यक्ष गोपीकृष्ण पर्साई, केन्द्रीय सदस्य गङ्गा प्रसाद पर्साई, जिल्लाका उपाध्यक्ष हाम्रो जयकुमार पर्साई पनि आउनुभएको छ। साथै हाम्रा हाम्रा मेयर साहेब पनि आइपुग्नु भयो। उहाँ चाहिँ केन्द्रीय समितिको कोषाध्यक्ष पनि हुनुहुन्छ र बिर्तामोड नगरपालिकाको उहाँ अहिले मेयर साहेब पनि हुनुहुन्छ। साथैमा उहाँ हाम्रा विष्णु पर्साईजी हुनुहुन्छ, हाम्रा कुलगुरु उहाँ हुनुहुन्छ, उहाँ पनि आउँदै हुनुहुन्छ अनि सीता पर्साईजी पनि आउँदै हुनुहुन्छ। उहाँ हाम्रो जिल्ला उपाध्यक्ष जयकुमार पर्साईको अर्धाङ्गिनी हुनुहुन्छ। यसरी हामी सबैजना गरेर हामी 10 जनाको टोली आज यहाँ आएका छौँ। मेयर साहेब पनि आइपुग्नु। मेयर साहेब नमस्कार। कस्तो लाग्यो त सिन्धुलीगढी? एकदम राम्रो लाग्यो। हाम्रा पुर्खाहरूले आर्जेको ठाउँ। हाम्रा पुर्खाले पानी खाने इनार अरे यो अगाडिको। पुर्खाले खाने लडाइँ गरेको बेला योद्धाहरूले खाने। पुर्खाले लडाइँ गरेको बेला युद्धमा खाने पानी चाहिँ यसमा जम्मा गरेर खानुहुन्थ्यो अरे भन्ने।